सुन साथीहरू, गाउँतिर आएपछि सबै हुन्छ हट्टा नपट्टा है। आज तिमीहरूलाई म देखाउँछु गाउँले घट्टा कस्तो हुन्छ। तपाईँहरूले हेर्नुहोस् ल, म चाहिँ गाउँतिर छु। गाउँघरमा मासुमा होइन, घरभन्दा तलतिर छ। मेरो घर चाहिँ माथितिर छ है। खेत चाहिँ आफ्नै हो, तलतिर पनि खेत छ, ऊ पनि आफ्नै हो। अब तपाईँहरूलाई चाहिँ म घट्टा देखाउँछु नि। घट्टा हेर्नु होला, घट्टा कस्तो लाग्छ। अब चाहिँ भित्र चाहिँ घट्टा छ है। घट्टा घट्टा यो भनेको अर्ग्यानिक घट्टा हो। हेर्नुहोस्, अर्ग्यानिक घट्टा। यहाँ चाहिँ गहुँ पिस्न लागिरहेको छ होइन, भुलेको तिहारको लागि। यहाँ चाहिँ गहुँ छ, यहाँ चाहिँ देखिरहेको छैन होइन, भित्रमा छ, अँध्यारो पनि देखेको छैन। यसलाई भन्छ घट्टा। हेर्नु साथीहरू, मजाले पिसिरहेको छ। कस्तो लाग्छ तपाईँले कमेन्ट गर्नु ल होइन। घट्टा को ठाउँमा हुन्छ, हाम्रो चाहिँ अर्ग्यानिक पानीबाट चल्ने घट्टा हो अरे। करेन्ट त केही पनि छैन हाम्रो गाउँमा, सोलर सिस्टम केही छैन, पानीबाट चल्ने घट्टा हो, पाइप घट्टा।